नमस्कार। हामी यौनिकता, यौन स्वास्थ्यका विषयहरूमा लगातार छलफल गरिरहेछौँ। थुप्रै थुप्रै प्रश्नहरूको उत्तर दिनु जरुरी छ। किनभने यो विषयमा हामी खुलेर कुरा गर्न चाहँदैनौँ। अनि हामीलाई यसमा चाहिँ लाज हुने, शरम हुने, यस्तो कुरा त किन गर्ने भने जस्तो खालको सोचाइ हुन्छ र हाम्रो समाजले, संस्कारले, संस्कृतिले पनि त्यसलाई खुलेर कुराकानी गर्नको लागि वातावरण दिइरहेको छैन। र कतिपय वैज्ञानिक कुराहरू जुन चाहिँ हामीले खुलेर कुरा गर्नुपर्थ्यो, तर त्यो कुराकानी गर्न नसकेको हाम्रो समाजमा, घरमा, समाजमा मात्रै होइन, विद्यालय, विश्वविद्यालयमा पनि हामीले यस्ता कुराहरू गर्न सकिरहेका छैनौँ। त्यसैले यो यौनिकतासँग सम्बन्धित, यौन स्वास्थ्यसँग सम्बन्धित आफ्नो जीवनको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यको बारेमा हामी धेरै मान्छेहरू अनभिज्ञ छौँ। त्यसको परिणाम के हुन्छ भने हामीले हामीलाई लागेको जिज्ञासा चाहिँ परिपूर्ति गर्नको लागि चाहिँ हामी जुन स्रोतको उपभोग गर्छौँ त्यो चाहिँ गलत पनि हुनसक्छ। त्यस्तो भयो भने हामीलाई भ्रम सिर्जना हुन्छ र त्यो भ्रमले चाहिँ अथवा सही कुरा जान्नुपर्नेमा हामीले गलत कुरा जान्यौँ भने त्यो गलत कुराले चाहिँ हामीलाई भ्रम सिर्जना गर्छ र त्यो भ्रमको कारण चाहिँ हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्दछ। त्यसो भएको हुनाले हामीले यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन अथवा बृहत यौनिकता शिक्षाको एउटा प्याकेजभित्र चाहिँ मानिसको जीवनसँग सम्बन्धित अत्यन्तै महत्त्वपूर्ण कुराहरूको छलफल, बहस, कुराकानीहरू गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा चाहिँ हामी लिङ्गको आकार, त्यसको लम्बाइ ले मान्छेको यौन जीवनमा के प्रभाव पार्छ। एकदम धेरै किशोर किशोरीहरू र खास गरी युवा युवतीहरूमा यसको ठुलो भ्रम छ। लिङ्गको चाहिँ लम्बाइ अथवा साइज ठुलो हुने बित्तिकै एकदम यौन सन्तुष्टि हुने, सानो हुने बित्तिकै चाहिँ यौन सन्तुष्टि कम हुने, अथवा चाहिँ लिङ्ग चाहिँ को आकारमा चाहिँ सिधा भनेको के हो, बाङ्गो भनेको के हो, मेरो लिङ्ग त बाङ्गो छ भनेर यति धेरै चाहिँ किशोरहरूले चाहिँ हामीलाई सूचनाहरू पठाउनुहुन्छ, एसएमएसहरू पठाउनुहुन्छ, अथवा मेरो लिङ्गको लम्बाइ त यति मात्रै छ, अब ला मेरो त बिहे गरेर पनि मैले चाहिँ मेरो जोडीलाई सन्तुष्टि दिन सक्दिनँ होला। यस्तो धेरै खालको चाहिँ भ्रमहरू छ। त्यसैको बारेमा आज हामी सानो छलफल गरौँ। के लिङ्गको आकार वा लम्बाइले यौन सन्तुष्टिमा प्रभाव पार्छ भन्ने एउटा प्रश्नको जवाफ हामी खोजौँ र यसमा धेरै अरू पुच्छ्रे प्रश्नहरू पनि हुन सक्छन्। अब तपाईँलाई के लाग्छ, लिङ्गको आकार वा लम्बाइले यौन सन्तुष्टिमा प्रभाव पार्दछ अथवा मान्छेको यौन जीवनमा प्रभाव पार्दछ? तपाईँ सोच्नुहोस् त। सम्भवतः तपाईँको दिमागमा दुई खालको कुराहरू आयो होला कि प्रभाव पार्छ र कतिले चाहिँ पार्दैन, होइन, मेरो चाहिँ लिङ्ग सानो भयो भने पनि हाम्रो चाहिँ सम्बन्ध त सुमधुर छ भन्ने लागिरहेको होला। त्यसैले यसको बारेमा यो के हो त, वास्तविकता के हो भन्ने बारेमा हामीले छलफल गर्नु जरुरी छ है। अब यो छलफललाई हामीले लिङ्ग कत्रो छ, कति लामो छ र के यसले यौन जोडीलाई सन्तुष्टि दिन सकिन्छ भन्ने प्रश्नको वरिपरि हामीले छलफल गर्न खोजिराखेको हो, हैन। त्यसैले यो प्रश्नको उत्तर दिनलाई मैले एउटा भर्खरै प्रकाशित भएको, खास गरी जर्नलमा प्रकाशित भएको एउटा सूचना तपाईँहरूलाई चाहिँ आदान प्रदान गर्न मन लाग्यो है। यो 2024 को, आज हामी 26 मा यो कुराकानीहरू गरिरहेछौँ। 2024 मा चाहिँ एउटा युरोलोजीको जर्नलले संसारभरिका मानिसहरूको लिङ्गको साइजको बारेमा, प्रकारको बारेमा चाहिँ एउटा अनुसन्धान रिपोर्ट चाहिँ निकालेको छ। अब यसले के देखाउँछ भन्दाखेरि संसारका विभिन्न देशमा बस्ने मानिसहरूको लिङ्गको आकार एउटै छैन, एकदम फरक फरक खालको लिङ्गको आकार छ, हैन। यहाँ हामीले देखाएको, चित्रमा देखाएको 3 थरी। अब एउटा चाहिँ लिङ्ग उत्तेजित नहुँदाको अवस्था,
एउटा उत्तेजित हुँदाको अवस्था र लिङ्ग चाहिँ उत्तेजित नहुँदाखेरिको त्यसको चाहिँ गोलाइ भनौँ न, गोलाइ कति छ भन्ने चाहिँ यो 3 खालको सूचनाहरू चाहिँ हामीले खास गरी यो विश्व स्वास्थ्य सङ्गठनले छुट्याएको उसको चाहिँ क्षेत्रहरू, संसारलाई उसले विभिन्न क्षेत्रहरूमा छुट्याएको छ। त्यो क्षेत्रको आधारमा हामीले हेर्दाखेरि हामीले यदि अमेरिकाको मानिसहरूको लिङ्गको प्रकार हेऱ्यौँ भने अब उत्तेजित हुँदाखेरि उनीहरूको लिङ्ग चाहिँ 14 सेन्टिमिटर 15 सेन्टिमिटरसम्मको लामो हुने रहेछ है कि। र तर चाहिँ यदि उत्तेजित नभएको अवस्थामा हामीले नाप्यौँ भने 9 देखि 10 सेन्टिमिटरको लिङ्ग हुने रहेछ। र त्यो लिङ्गको गोलाइको कुरा गर्ने हो भने 9 देखि 10 सेन्टिमिटरकै हुने रहेछ। तर त्यही चिज अफ्रिकनहरूको हेर्ने हो भने 12 देखि 13 सेन्टिमिटर भनेपछि 1 सेन्टिमिटर कम जस्तो देखिन्छ अफ्रिकनहरूको होइन। र गोलाइमा पनि त्यसै गरेर 8 देखि 9 सेन्टिमिटरको र एकदमै उत्तेजित नहुँदाको अवस्थामा पनि 9 सेन्टिमिटर जतिको देखिन्छ। तर त्यही चिज युरोपमा जानुभयो भने युरोपमा पनि करिब करिब 12 देखि 13 सेन्टिमिटरको देखिन्छ। र उत्तेजित हुँदाखेरि उत्तेजित नहुँदाखेरि त्यो 9 सेन्टिमिटर को हाराहारीमा छ भने त्यसको गोलाइ पनि त्यस्तै 9 सेन्टिमिटरको हाराहारीमा छ। र अझ तपाईँको युरोपको माथिल्लो भाग यो रसा र अरू देशहरूमा जाने हो भने पनि त्यस्तै छ 12 देखि 13 सेन्टिमिटरको अनि गोलाइ चाहिँ 9 सेन्टिमिटरको यस्तो देखिन्छ। तर तपाईँ यदि एसियन मुलुकहरूमा आउनुभयो भने जहाँ हामी बस्छौँ त्यो एसियन मुलुकमा आइयो भने चाहिँ दुई थरी आङ्कडाहरू देखिन्छ। एउटा चाहिँ साउथ इस्ट एसियाको हामीहरू जस्तो व्यक्तिहरूको लिङ्गको साइज लम्बाइ हेर्ने हो भने करिब करिब 10 देखि 11 सेन्टिमिटर जति लामो मात्रै छ। र गोलाइ चाहिँ झन्डै अरू महादेशहरूको जस्तै खालको 8 देखि 9 सेन्टिमिटरको गोलाइ र लिङ्ग उत्तेजित नहुँदाखेरि 8 सेन्टिमिटरसम्मको लिङ्ग देखिएको छ है। र यदि हामीले पूर्व एसियाका मुलुकहरूको हेऱ्यौँ भने जापान लगायतका थुप्रै देशहरू छन् त्यसमा, त्यो मुलुकको हेर्ने हो भने उत्तेजित अवस्थामा लिङ्ग करिब करिब चाहिँ 11-12 सेन्टिमिटर जस्तो देखिन्छ भने गोलाइ चाहिँ 8 सेन्टिमिटरदेखि 9 सेन्टिमिटरको देखिन्छ। यसरी हेर्दा विभिन्न खालको चाहिँ व्यक्तिहरू छौँ नि हामीले, कुइरे छौँ, कालो छौँ, सेतो छौँ, एसियन मुलुकका छौँ, गाउँगोरा छौँ, यो विभिन्न खालको चाहिँ हामी चाहिँ आफ्नो खालको चाहिँ एउटा चाहिँ वंश छ भनौँ न। त्यो वंशको आधारमा पनि लिङ्गको साइज फरक देखिन्छ है। त्यसैले हामी एउटै खालको लिङ्गको साइज हुँदैन। र अब कति चाहिँ यो नर्मल हो त, कति चाहिँ नर्मल हो, कति चाहिँ नर्मल होइन त, सामान्य लिङ्ग भनेको चाहिँ कति साइजको हुन्छ त भन्ने प्रश्न चाहिँ फेरि पनि यहाँहरूलाई आउन सक्छ। अब नेपालको सन्दर्भमा हामीले कुराकानीहरू गर्ने हो भने नेपालको लागि अहिलेसम्म हामीले कुनै पनि अनुसन्धान गरेका छैनौँ कि नेपालको सरदर हाम्रो चाहिँ नेपालीहरूको चाहिँ लिङ्गको साइज कत्रो हुन्छ भन्ने खालको कुराहरूको हामीले अहिलेसम्म अनुसन्धान भएको छैन। यो अनुसन्धान गर्नुपर्ने विषय छ र जरुरी छ होइन। तर एउटा प्रश्नको उत्तर चाहिँ यहाँहरूलाई दिइहालौँ। त्यसो भए सानो लिङ्ग भनेको जुन तपाईँहरूलाई एकदम धेरै भ्रम छ, सानो लिङ्ग भनेको चाहिँ कतिलाई सानो लिङ्ग भन्ने होइन। यसलाई चाहिँ हामीले माइक्रोपिनस पनि भन्छौँ अङ्ग्रेजीमा, अथवा चाहिँ माइक्रोफ्यालस पनि भन्ने चलन छ। यो चाहिँ कतिको भयो भने चाहिँ सानो भन्ने, यो पनि संसारभरिको विभिन्न परिभाषाहरूमा चाहिँ फरक परिभाषाहरू देख्न सकिन्छ। त्यसैले हामीले युरोप अमेरिकाको परिभाषा हेर्ने हो भने वयस्क पुरुषहरूको हिसाबमा 7.5 सेन्टिमिटरभन्दा तलको म्याक्सिमम उसको चाहिँ 7.5 सेन्टिमिटर मात्रै छ, त्यो पनि उत्तेजित अवस्थामा छ भने त्यस्तोलाई सानो लिङ्ग अथवा माइक्रोपिनस भनेर हामीले भन्ने गर्दछौँ। तर के माइक्रोपिनस हुने बित्तिकै यौन सन्तुष्टि हुँदैन? त्यसले चाहिँ सन्तान उत्पादन गर्न सक्दैन? यो चाहिँ होइन। यदि माइक्रोपिनस सानो लिङ्ग भयो भने पनि उसले सन्तान उत्पादन गर्न सक्छ र यौन सन्तुष्टि उति नै मात्रामा दिन सक्छ। त्यसैले लिङ्गको साइज, आकारले, प्रकारले चाहिँ यौन सन्तुष्टिमा केही पनि फरक पार्दैन। यौन सन्तुष्टिमा फरक पार्ने भनेको उनीहरूको सम्बन्ध कस्तो छ, रिलेसनसिप कस्तो छ,
उनीहरू यौन सम्पर्कमा आउनुभन्दा अगाडिदेखि नै एकदमै एकअर्कामा चाहिँ परिचित भएको, चिनजान भएको, सबै चिजहरू मिल्ने अनि उनीहरूले यौन सम्पर्क गर्दाखेरि चाहिँ एकदमै खुल्लमखुल्ला दुईजनाको बिचको समझदारीमा अनि यौन सम्पर्क अथवा योनि र लिङ्गको बिचको सम्पर्क अथवा अरू खालको सम्पर्क गर्नुभन्दा अगाडि पनि यौन सम्पर्कको लागि तयारी होइन सँगै बस्ने कुराकानीहरू गर्ने जिस्किने चलाउने मालिस गर्ने लिङ्गहरू चलाउने योनिहरू चलाउने यस्तो खालको काम जसलाई हामी फोर प्ले भन्छौँ त्यो कति गरेको छ र कति हदसम्म चाहिँ ऊ चाहिँ खुलेर यस्तो कामहरू गर्छ भन्ने कुराहरूले चाहिँ उसको यौन सन्तुष्टिलाई निर्धारण गर्छ। त्यस कारणले यो लिङ्गको आकार ठुलो हुने बित्तिकै यौन सन्तुष्टि हुने, सानो हुने बित्तिकै यौन सन्तुष्टि नहुने, त्यस्तै योनिको आकार पनि एकदम सानो भएपछि सन्तुष्टि हुने, ठुलो भएपछि सन्तुष्टि नहुने, यस्तो पटक्कै होइन कि उसले यौन सम्पर्क गर्दाखेरि सम्भोग गर्यो कि गरेन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सम्भोग भनेको समभोग, दुईजनाले बराबर रूपमा चाहिँ यौन क्रियाकलापमा सहभागी बने कि बनेन भन्ने कुराले चाहिँ उनीहरूको यौन सन्तुष्टि कति भयो भन्ने कुरालाई निर्धारण गर्छ। त्यसैले आजभन्दा 3000 वर्षभन्दा अगाडि चाहिँ हाम्रो पूर्वीय चाहिँ वैज्ञानिकहरूले यो यौन सम्पर्कलाई सम्भोग भनेर भनेका थिए र उनीहरूले हामीले भन्दा धेरै राम्रोसँग यसलाई परिभाषित गरेका छन् कि यो बराबर भोग गर्ने चिज हो। यो पुरुषले बढी महिलाले कम होइन, महिला र पुरुषको बिचमा बराबर हिसाबमा चाहिँ भोग गर्ने चाहिँ यो क्रियाकलाप हो र जब हामीले चाहिँ बराबर भोग गर्छौँ त्यति बेला चाहिँ सन्तुष्टि हुन्छ भन्ने कुरा चाहिँ यसले प्रमाणित गर्दछ। अब अर्को कुरा चाहिँ हामीले अघि सानो लिङ्गकै कुरा गरिरहेको थियौँ। सानो लिङ्ग हुने कारणहरू पनि होला नि त भन्ने प्रश्न पनि यहाँलाई चाहिँ आइराखेको होला जति बेला हामी छलफल गरिरहेछौँ। यसमा चाहिँ सानो लिङ्ग अथवा लिङ्गको आकार प्रकारलाई लम्बाइलाई बढाउन चाहिँ भ्रूण अवस्थादेखि नै एउटा हर्मोन जरुरी छ। त्यो हर्मोन भनेको चाहिँ टेस्टोस्टेरोन भन्ने हो। टेस्टोस्टेरोन भन्ने हर्मोनले चाहिँ यो लिङ्गको आकारलाई लम्बाइलाई बढाउने हो। यदि त्यो भ्रूण अवस्थामै कम छ भने त्यो सानो लिङ्ग भएको व्यक्ति जन्मिन सक्छ, एउटा मुख्य कारण। तर अरू पनि वंशानुगत कारणहरू पनि थुप्रै हुनसक्छ। वंशानुगत हिसाबले चाहिँ हुने अरू कारणहरू पनि छन् जसलाई चाहिँ मैले यहाँ स्लाइडमा देखाएको छु। जस्तो प्रेदर विली सिन्ड्रोम भन्ने यस्तो खालको वंशानुगत कुरा हो। यो कालमान सिन्ड्रोम भन्ने हुन्छ, एन्ड्रोजिन इन्सेन्सिटिभिटी सिन्ड्रोम भन्ने। अब यो सिन्ड्रोमहरूको बारेमा अथवा चाहिँ वंशानुगत कुराहरूको बारेमा हामी त्यति साह्रो धेरै चाहिँ छलफल गर्दैनौँ, किनभने यो क्लिनिकल डाक्टरहरूले अथवा जसले उपचार गर्नुपर्ने हो त्यो डाक्टरहरूले यो बारेमा बुझिरहेका हुन्छन्। हामीलाई खालि के मात्र थाहा पाउनु पर्यो भने एउटा चाहिँ टेस्टोस्टेरोन भन्ने हर्मोनको कमी भयो भने चाहिँ लिङ्ग सानो हुने रहेछ। यो एउटा त्यत्तिकै पनि कम हुने अवस्था अथवा वंशानुगत कुनै कारणहरूले गर्दाखेरि पनि कम हुने अवस्थाको कारण चाहिँ सानो लिङ्ग हुनसक्दो रहेछ भन्ने कुरा चाहिँ यहाँहरूलाई मैले जानकारी गराएको। अब यसमा एकदमै चिन्ता गरिराख्नुपर्ने विषय पनि केही छैन कि सानो लिङ्ग भयो भने पनि उसको उत्तेजित छ र उसले चाहिँ यो वीर्य स्खलन गर्न सक्छ भने हामीलाई यौन सन्तुष्टि र सन्तान उत्पादनमा केही पनि फरक पर्दैन भन्ने कुरा मैले भनि नै सकेँ। अब अर्को चाहिँ हामीलाई थुप्रैभन्दा थुप्रै प्रश्नहरू चाहिँ लिङ्गको आकार प्रकारहरूको बारेमा आउँछ। लिङ्ग मेरो बाङ्गो छ के चाहिँ लिङ्ग चाहिँ सोझो हो भन्ने खालको कुराहरू आउँछ। तपाईँले यहाँ हामीले जुन स्लाइडमा देखाइरहेछौँ यो विभिन्न खालको चाहिँ लिङ्गको प्रकारहरू हो। यहाँ चाहिँ तपाईँले संसारका मानिसहरूको लिङ्ग हेर्ने हो भने 90% मानिसहरूको लिङ्ग तपाईँले भने जस्तो सोझो छैन है। कि सोझो हुने भनेको चाहिँ अब यो ठिङ्ग उभिँदाखेरि उत्तेजित लिङ्ग चाहिँ यो नाइटोतिर फर्किएको अनि म्याक्सिमम चाहिँ अहिले त 30 डिग्री भन्छन्, नभए 45 डिग्रीसम्म चाहिँ को कोण बनाएको नाइटोसम्म। अब यो पेट भयो भने यो पेटसम्म चाहिँ लिङ्गले चाहिँ 45 डिग्रीको कोण बनाएको सिधा कि मिड लाइनमा भयो भने यसलाई चाहिँ हामीले सोझो भनेर भन्ने गर्दछौँ। तर त्यस्तो लिङ्ग हुने मान्छे भनेको एकदम कम हुन्छ।
कि तपाईँको सोझो माथि मिड लाइनमा अथवा शरीरको मध्य भागसँग चाहिँ लिङ्ग उत्तेजित हुँदा सोझो देखिए पनि त्यो चाहिँ यसको टुप्पो अलिकति यता बाङ्गिएको, उता बाङ्गिएको, तल झरेको, माथि झरेको यस्तो हुन्छ है कि। त्यस्तो भयो भने अब त्यसलाई चाहिँ असामान्य मान्ने कि नमान्ने भन्दाखेरि त्यो असामान्य होइन, त्यसलाई हामीले नर्मल भेरिएसनभित्र राख्दछौँ। तर एउटा अवस्था जुन अवस्थामा चाहिँ हामी त्यो लिङ्गमा यदि गाँठो पर्यो र गाँठो पर्दै गरेर चाहिँ यो चाहिँ त्यहाँ चाहिँ त्यो लिङ्ग बाङ्गिन थाल्यो भने त्यस्तो बेलामा चाहिँ त्यो पेरोनिज डिजिज भनेर भन्छौँ, त्यो चाहिँ अलि वयस्क उमेरमा हुने एउटा खालको समस्या हो। त्यस्तो भयो भने चिकित्सकलाई देखाउनु पर्ने हुन्छ। अथवा कहिलेकाहीँ हाम्रो वंशानुगत हिसाबले जन्मिँदैखेरि बाङ्गो भएर जन्मिएको हुन्छ र त्यो बाङ्गो लिङ्गले चाहिँ यौन सन्तुष्टि दिँदैन कि अथवा चाहिँ यसले चाहिँ सन्तान उत्पादन गर्दैन कि भन्ने कुराहरू सोच्नु पर्दैन, किनभने यसले पनि यो तपाईँले भनेको जस्तो सोझो लिङ्गले जत्तिक नै काम गर्दछ। तर खालि एउटा चाहिँ एउटा रोगको अवस्था जसलाई हामी चाहिँ पेरिनिज डिजिज भनेर भन्ने गर्दछौँ, त्यो चाहिँ वयस्क उमेरमा आउन सक्दछ। त्यस्तो भयो भने चाहिँ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने हुन्छ। अन्यथा लिङ्ग चाहिँ केही न केही बाङ्गो हुन्छ नै, कहिलेको टुप्पो बाङ्गो अथवा चाहिँ उत्तेजित हुँदाखेरि तलतिर जाने, माथितिर जाने, देब्रेतिर जाने, दाहिनेतिर जाने यस्तो हुन्छ। यसलाई हामीले सामान्य रूपमा लिनुपर्दछ है। त्यसैले यो अन्तिममा तपाईँहरूसँग छलफल गर्दै गर्दा, यति लामो छलफल गर्दाखेरि लिङ्गको आकार र यौन जीवनमा केही त्यस्तो चाहिँ सम्बन्ध छ त भन्दाखेरि चाहिँ आकार र लम्बाइले होइन कि सुमधुर सम्बन्धले सन्तुष्टि दिने हो भन्ने बुझ्नुपर्दछ। त्यसैले लिङ्गको आकारले, त्यसको लम्बाइले, त्यसको चाहिँ बनावटले होइन, तपाईँहरूको सम्बन्धले चाहिँ सन्तुष्टि बढिदिने हो। र सन्तान उत्पादनको लागि पनि त्यसले लिङ्गको आकार अथवा चाहिँ लम्बाइ चौडाइले सन्तान उत्पादनले पनि फरक पार्ने होइन। त्यसले चाहिँ सन्तान उत्पादनको लागि चाहिँ शुक्रकीट र डिम्बको राम्रो विकास भएको हुनुपर्दछ। त्यो कुनै अर्को श्रृङ्खलामा हामी शुक्रकीट र डिम्बको बारेमा पनि हामी छलफल गरौँला। आजलाई हामीले खालि लिङ्गको आकार, प्रकार र त्यसले चाहिँ यौन सन्तुष्टिमा चाहिँ के प्रभाव पार्छ भन्ने विषयको छलफल हामीले गऱ्यौँ। यो श्रृङ्खला सुनिसकेपछि तपाईँहरूलाई कुनै त्यस्तो खालको जिज्ञासाहरू, प्रश्नहरू आयो भने हाम्रो युट्युबमा तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। हामी अर्को चाहिँ यस्तै खालको श्रृङ्खला बनाउने बेलामा त्यो प्रश्नको जवाफ पनि हामी दिनेछौँ। आजको लागि यति नै, फेरि अर्को श्रृङ्खलामा भेटौँला। नमस्कार।